हे गाइस अहिले चाहिँ रातिको 9:30 भइदिरहेको छ हो। हामी चाहिँ 2 भाइ मात्रै मेला घुम्न निक्लिदिरहेको छ। मेला चाहिँ सक्यो भनिरहेको छ र पनि हामी चाहिँ आज अहिले राति निक्लिदिरहेको छ। मेला जाने मान्छेहरू पनि देख्दिनँ म त। बहुत दिनपछि आज हल्का भ्लग बनाइदिएको। फेरि 2 जना मात्र निक्लिरहेको छ। हेरौँ अब डाइरेक्ट पुगेर देखाउँछु मेला छ भने होइन। म चाहिँ फाइनली खैरबाडी आइपुग्यो। दाहरू पनि आइपुग्यो। यहाँ अमित दा छ, विकल्प दा, हामी यता छौँ। अनि अहिले छठ पूजा घुम्नु जाँदैछ मेला। गाइस हामी चाहिँ यहाँ अहिले मादरीको थाना पछाडि आइपुग्यो। यहाँ चाहिँ अनि छठ पूजाको पुरै सजाएको रहेछ होइन। पुरै सजाएको छ यहाँ चाहिँ। थाना पछाडि मादरीहाट थाना पछाडि हो। यहाँको भ्यू चाहिँ यस्तो छ। अनि हाम्रो अमित दा छ, सुबु छ, विकल्प दा छ, म पनि छु है गाइस। क्यामेरै नपुसी खोलेछ हौ। धमिलो न धमिलो आयो। अहिले यहाँ केटाहरू चाहिँ पुच्का खाँदैछौँ। हामी चाहिँ यहीँ मादरीको थाना पछाडि नै छ। पुच्का खाँदैछ केटाहरू। अनि अब चाहिँ घरतिर लाग्दिने हो। छठ पूजा त 2 बजी 3 बजी रातिदेखिको हुन्छ अरे बिहान पालि। हामी छिटै आइपुग्यो। अब घरतिर लाग्दिने। खोलामा डेकोरेसन चाहिँ यस्तो छ होइन। छठ पूजा गर्न आउनेहरू चाहिँ सबै अहिले यो पानीमा नुहाउँछ यस्तो जाडोमा। बिहा गर्ने मण्डपहरू जस्तो छ त हौ दा। अब चाहिँ हामी लाग्दिने। यहाँ त रातभरि चट्ट बस्ने जग्गा के। सबैले आफ्नो आफ्नो उयसमा पूजा गर्छ होला हौ। आफ्नो आफ्नो बनाएको होला। बसेर हेर्छु मलाई रातभरि गरे। अब त्यस्तै हेर्ने खालको टाइपको छ हेर न। अब शान्ति होइन यति हेर्दा। रिल्याक्स गराएर कति रिल्याक्स।